केही समय अगाडि असोज महिनामा आएको भीषण बाढीले रोसी खोलाको सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण काभ्रे हुँदै खुरकोट सिन्धुलीसम्मको मुख्य सडक बिपी राजमार्ग पूर्ण रूपमा बगाएको थियो। तर हालसम्म पनि उक्त क्षेत्रमा सडक निर्माण कार्य भइरहे पनि बाढीले सडकको धेरै भाग क्षतिग्रस्त बनाएको छ। रोसीदेखि खुरकोट सिन्धुलीसम्म अहिले खोलाकै बगर प्रयोग गरेर सवारी साधनहरू आवाजावत गर्न बाध्य भएका छन्। चालकहरू खोलाको बगरबाट यात्रा गर्दा जोखिम निकै बढेको छ भने दैनिक यात्रुहरू, स्थानीय बासिन्दाहरू, सामान ढुवानी गर्ने सवारी साधनहरूलाई आवाजावत गर्न निकै कठिन भइरहेको छ। सामान्य वर्षा हुँदा पनि बाटो हिलाम्मे हुने, सवारी साधनहरू फस्ने र लामो जाम हुने समस्याहरू देखिन थालेको छ। अहिले बिपी राजमार्गमा यात्रा गर्न निकै कठिन छ। पानी पर्यो भने झन् बाटो हिलो हुने र गाडी नउक्लिने र त्यसमाथि जाम समेत हुने अवस्था रहेको छ। त्यसैले यस क्षेत्रमा चाँडोभन्दा चाँडो बाटो चाहिँ निर्माण गर्न आवश्यक छ।